मथुरा नाम गरेको शहर थियो। मथुरा शहर अहिले पनि भारतमा छँदै छ। त्यसै मथुरा नाम गरेको शहरमा उग्रसेन नाम गरेका राजा थिए। ती राजाको रानी पवन रेखा भन्ने रानी थिइन्। देवकी राजाको छोरी मैया देवकी पनि थिइन्। एक दिन मैया देवकी असाध्यै राम्री थिइन्, परम सुन्दरी थिइन्। ए प्रभु, हजार सूर्यको जस्तो तेज भएकी, चन्द्रमाको जस्तो कला भएकी, बाघको जस्तो कम्मर भएकी, सावित्रीको जस्तो पैताला भएकी, पूर्णे पक्षको जुन जस्ती झलझल बलेकी मैया देवकीलाई विवाह गर्ने बेला भो। अनि मैया पवन रेखा भन्छन्, ए महाराज, अब छोरीको बिहा गर्ने बेला भयो। यति राम्री छोरी जो पाए वही, जस्तो पाए उस्तै लुवाजलाई दिइहाल्न पनि हुँदैन। अब धेरै शस्त्र पढेको धेरै विद्वान महापुरुषलाई मैले छोरी दिन पर्छ।